डियर स्टूडेंट्स, आज को वीडियो में म भन्न चाहन्छु वाई मोस्ट नेपाली स्टूडेंट्स फेल इन मैथ। यस, यो हार्ड ट्रुथ हो, सुगर कोटिङ छैन। मैथ राम्रो सिकाउने फेल हुनु रिजन बुझिन अनि सोलुसन फलो गर्नुपर्छ। अनि एजुकेसन अफ नेपाललाई सब्सक्राइब गर्न नबिर्सनु होला। पार्ट 1 फियर अफ मैथ। धेरै स्टुडेन्ट्स भन्छन् म म्याथमा राम्रो छैन, त्यो माइन्डसेट नै फेल हुनु मेन रिजन हो। मैथ इज नट म्याजिक, यो लजिक प्लस प्र्याक्टिसको गेम हो। फियरले स्टुडेन्ट्सको ब्रेनलाई गर्छ अनि बेसिक फर्मुला पनि कन्फ्युज हुन्छ। पार्ट 2 पोर फाउन्डेसन। क्लास 6, 7, 8 को बेसिक्स क्लियर छैन भने क्लास 10, 11, 12 कम्प्लिटेड टपिक बुझ्ने प्रब्लम आउँछ। इक्जाम्पल, अल्जेब्रा को बेसिक विक इक्वेसन सल्भ गर्ने प्रब्लम, जियोमेट्री विक एंगल प्लस एरिया कन्फ्युज। सो फाउन्डेसन स्ट्रङ गर्नु मस्ट। टिप, विकली बेसिक रिभाइज गर्नु ह्याबिट बनाउनु। पार्ट 3 रोटेट लर्निङ भर्सेस अन्डरस्ट्यान्डिङ। धेरै नेपाली स्टुडेन्ट्स म्याथ मेमोराइज गर्छन्, फर्मुला याद गर्नु हो अन्डरस्ट्यान्ड नगर्ने। प्रब्लम सल्भ गर्दा फर्मुला याद छैन भने प्यानिक हुन्छ। रियल सोलुसन, अन्डरस्ट्यान्ड वाइ फर्मुला वर्क्स देन युज। रिमेम्बर, फर्मुला याद छैन भने फेल हुनु, अन्डरस्ट्यान्डिङ छैन भए फेल हो। पार्ट 4 ल्याक अफ प्र्याक्टिस। म्याथमा सक्सेस इक्वल टु प्र्याक्टिस प्लस प्र्याक्टिस। वन क्वेसन सल्भ नगरेको भए नेक्स्ट क्वेसन इजी लाग्दैन। डेली 30 to 60 मिनट्स प्रब्लम सल्भिङले स्किल डेभलप गर्छ। एक्जाममा कन्फिडेन्स अटोमेटिक आउँछ। पार्ट 5 फियर अफ टिचर पेयर प्रेसर। धेरै स्टुडेन्ट्स भन्छ सरको क्वेसन हार्ड हुन्छ, म फेल हुन्छु। पीर प्रेसर, क्लासमेट्स फास्टर सल्भ गर्दा टेन्सन आउँछ। ट्रुथ, टीचर्स चैलेंज स्टूडेंट्स को थिंक लॉजिकली। सोल्यूशन, फोकस ऑन योर पीस प्लस अंडरस्टैंडिंग प्लस फियर ले फेल गराउँछ। पार्ट 6 हाउ टू इम्प्रूव एंड पास। मैथ पास गर्ने सिंपल फर्मुला छ। डेली प्रैक्टिस 1 to 2 आवर्स मैक्स। बेसिक क्लियर गर्नु, अल्जेब्रा, जियोमेट्री, ट्रिग्नोमेट्री। अंडरस्टैंड फर्मुलाज, मेमोराइज लास्ट ऑप्शन। सॉल्व फास्ट बोर्ड क्वेश्चंस प्लस सैंपल पेपर्स। फिट्स डिसिजन ऑप्शन, सेल्फ स्टडीज प्योरिटी। कंसिस्टेंसी हो मेन की, टैलेंट होइन इफोर्ट पर डिसिप्लिन रिजल्ट आउँछ। मैथमा स्ट्रगल भएको भए डर होइन, प्लान बनाऊ, डेली प्रैक्टिस गर्नु अनि कन्फिडेंट हुनु। भिडियो युजफुल लाग्यो भने लाइक प्लस शेयर गर्नु अनि एजुकेसन अफ नेपाललाई सब्सक्राइब गर्नु। कमेन्टमा लेख्नु मैथ स्ट्रगल स्टोरी कस्तो छ अनि याद गर्नु हार्डवर्क प्लस कंसिस्टेंट प्रैक्टिस इक्वल टू मैथ पास ग्यारेन्टी। थैंक यू।